अल्फा नेपाली ज्ञानमाला कक्षा 6 सुनाइ पाठ 6। पाठको शीर्षक छ वातावरणको संरक्षण। वातावरण र विकास एकै सिक्काका दुई पाटा हुन्। यिनलाई सन्तुलित राखेर अगाडि बढेमा नै मानव जीवनको भविष्य उज्जवल हुनेछ। मूलतः प्राकृतिक वातावरण अजेय शक्ति र जीवनको आधार हो। जसले यसका विरुद्ध चल्न खोज्छ उसले आफ्नो चिहान आफै खन्छ। प्रकृतिमाथि विजय प्राप्त गर्छु भन्ने ठान्नु पहाडलाई टाउकाले फोर्छु भन्ने जस्तै मूर्खता मात्र हो। प्रकृतिमाथि विजय प्राप्त गर्छु भन्ने ठान्नु पहाडलाई टाउकाले फोर्छु भने जस्तै मूर्खता मात्र हो। वातावरण सारा प्राणी तथा वनस्पतिको जीवनको आधार हो। यसको संरक्षण बिना मानव जीवनको संरक्षण पनि सम्भव छैन। यसर्थ यसको संरक्षणका लागि समयमै कदम चाल्नुपर्छ। प्राणी जगत र वातावरणको सम्बन्ध आत्मा र शरीरको जस्तो हुन्छ। वातावरण बिना प्राणी जगतको कल्पना पनि गर्न सकिँदैन। अन्य ग्रहहरूमा पृथ्वीमा जस्तो वातावरण नभएकाले नै प्राणीको अस्तित्व नरहेको हो। हाम्रो जीवनका लागि यति महत्त्वपूर्ण वातावरणको जगेर्ना गर्न सचेत प्राणी भएका नाताले मानिसले मात्रै सक्छ। कहिलेकाहीँ मानिसकै गलत क्रियाकलापका कारण वातावरणमा नकारात्मक प्रभाव पर्ने गरेको पाइन्छ। मानव जीवनका लागि यस्तो महत्त्वपूर्ण वातावरणको संरक्षणमा मानिस साँच्चै किन गम्भीर नदेखिएका होलान्?